Hi guys, welcome back to another vlog. तपाईहरुलाई मेरो ब्लग द कुसमा टाइम्समा स्वागत छ. अन्जली, वेलकम टु द ब्लग. आरिगातो गोजाइमास. आज हामी चिट्टिका परेर आज घुम्न जाँदै छौं. घुम्न कहाँ जाँदै छौं भन्दाखेरि एउटा चाहिँ ट्याक्का टापुमा जाँदै छौं, जहाँ चाहिँ एकदमै साकुरा फुल फुलेको छ. हो, एकदमै ढकमक्क फुलेको छ. त्यो भएर चाहिँ एकदमै सुन्दर वातावरण हेर्नलाई हामी चाहिँ एकदमै सुन्दर भएर जाँदै छौं. सक्नुहुन्छ मस्त. मैले पनि एउटा नयाँ ज्याकेट किनेको थिएँ, त्यही लगाएको छु. अन्जलीले पुरानै ज्याकेट ल्याए पनि दामी, एकदम दामी देखिरहेको छ. ब्रान्डेड ज्याकेट. चस्मा लगाऊ. मैले पनि चस्मा च्याक्क लगाएको छु. र हेर्न सक्नुहुन्छ मौसम चाहिँ आज एकदमै दामी नै छ क्या. एकदमै घाम लागिरहेछ, हावा चलिरहेछ. गर्मी महिनामा एकदमै चिसो हावा चल्छ नि, त्यो टाइपको फिलिङ्स आइरहेछ क्या. अब बिस्तारै बिस्तारै यहाँको मौसम चाहिँ एकदमै चेन्ज हुँदैछ. जाडोबाट अब चाहिँ गर्मीतिर लम्किरहेको छ मौसम चाहिँ. त्यो भएर चाहिँ त्यो हाम्रो होलीतिर ट्याक्क जुन मौसम हुन्छ नि, अलिअलि सुखा सुखा जस्तो त्यो टाइपको मौसम छ. र हेर्न सक्नुहुन्छ ट्याक्क एकदमै गाडीहरू चाहिँ सुई हिँडिरहेको छ. अहिले टाइम भनेको ठ्याक्कै तपाईँको 2 बजेको छ. त्यो भएर चाहिँ अहिले त्यस्तो भिडभाड छैन, खाली खाली नै छ रोड. र हामी चाहिँ बस समातेर सिधै जाँदैछौँ एउटा टापुमा जहाँ चाहिँ ढकमक्क साकुरा फुलेको छ. सो गाइज स्टे ट्युन्ड. अन्जलीले पनि ट्याक्क चस्मा लगाएको छ. अब मलाई डाउन गरिदिइसकेको अवस्था छ अन्जलीले. एकदमै किन भाइ चलो, एकदमै मजाको ठाउँमा कन्भिनी, जहाँ चाहिँ विभिन्न बेसिक निड्सहरूको सामानहरू किन्न मिल्छ. र हामी चाहिँ 9 तारिक 4 महिना 9 को हाम्रो फ्लाइटको टिकट पनि काटिसकेको अवस्था छ नेपालको लागि. 9 को. र लगभग 2 हप्तापछि चाहिँ हामी नेपाल जाँदैछौँ. अस्ति पनि एउटा ब्लगमा मैले भनेको थिएँ. र नेपाल तपाईँको थाइल्यान्डमा ट्रान्जिट गरेर चाहिँ हामी नेपाल जाँदैछौँ. र त्यसको लागि पनि 1-2वटा सपिङहरू त धेरै सपिङ त गरिसक्यौँ, तर केही सपिङहरू अझै पनि बाँकी छ. एक दिन नाम्बा गएर त्यहाँ पनि 2-3वटा राम्रो पसल छिर्नुपर्ने छ. यसो खानेकुराहरू लिन पर्ने छ. यसो अलिकति सेन्ट पनि, पर्फ्युम लिने पनि प्लान छ, अलिकति राम्रो खालको स्मेल भएको. त्यो भएर गाइज हेरौँ, नाम्बा पनि जाने प्लान चाहिँ सोचिरहेको छौँ. अन्जलीलाई चाहिँ गुच्चीको सेन्ट एकदम मनपर्ने भएर उसलाई मैले गुच्चीको सेन्ट किनिदिएको छु. एकदमै ब्रान्डेड खालको मस्त. अनि अहिले चाहिँ निस्किने बेलामा छ्यास हानेको चाहिँ एकदम बास्ना आइरहेछ. मतलब दाम बेसी बेला से मन परल. दाम वो अलग है, तर सेंट भी बहुत खतरा है. गाइज हामी चाहिँ ठाउँमा आइपुगेको छौँ. जुन मैले आइल्यान्ड भनिरहेको थिएँ नि, हो ठ्याक्क त्यो आइल्यान्डमा आइपुगेको छौँ. र फुल भनेको अहिले फुलेको रहेनछ. फुल फुल्नलाई अझै पनि तपाईँको 1 देखि लगभग 10 दिन जति अझै लाग्ने खालको देख्यो. अहिले जस्ट कोपिला जस्तो मात्र निस्किरहेको छ. तर पनि यहाँ घुम्नलाई चाहिँ एकदमै धेरै ठाउँहरू छ. पार्क पुरै बनाएको छ. हामी चाहिँ 2 जनै मस्त घुम्छौँ. अब अन्जली चल्नु हो मस्त घुम्छौँ. फुल फुल्ने बेलामा फेरि एकचोटि हामी
आउँछौ अब्जर्भेसन हिल भनेर भनेको छ के रहेछ हेरौँ न मान्छेहरू चाहिँ एकदमै रमाइलो गर्नलाई बच्चा बुच्चीहरूसँग चाहिँ मस्त ठाउँमा बसेर चाहिँ रमाइलो गरिरहेको अवस्था रहेछ र फुल भनेको यही हो हेर्नु गाइज यो यही बोट हो अहिले जस्ट कोपिला मात्र छ सानो बोटहरू सबै हो यो बोटहरू प्लस यहाँ जति पनि देखिरहेको छ नि यो सबै फुलकै बोटहरू हो र हामी चाहिँ एकचोटि अझै आउनुपर्ने देखियो ल हेर्नु मस्त सनी डेमा चाहिँ मान्छेहरू सुतेर रमाइलो गर्ने उता बच्चा उच्चीहरू खेल्दैछन् कोही चाहिँ आफ्नो पेट डगहरू पनि लिएर आएको छ एकदमै मस्तको छ हामी चाहिँ यो एरियामा जान्छौँ जहाँ चाहिँ बच्चाहरू एकदम खेलिरहेको रहेछ र त्यहाँबाट चाहिँ सिधै अलिक अगाडि गएपछि ओसाका बे पनि देखिन्छ त्यहाँबाट एकदम गजबको भ्यू हामी त्यो एरिया पनि घुम्छौँ हस् ल हेर्नु गाइज मस्त है सनी डेमा सबै आफ्नो आफ्नो बच्चा लिएर चाहिँ खेल्न आएको छ क्या दामी ओए त्यसै गरी यता पनि एकदमै बच्चाहरू खेल्दैछन् उता ठुलो मान्छेहरू केटाहरू पनि छ ओ याक्यु खेल्दैछ मस्त यो एरियामा चाहिँ बसेर पार्टी गर्दैछ बच्चाहरू विशेष गरेर चाहिँ फ्यामिली भएर आएको रहेछ एकदम बच्चा बुच्चीहरू हेर्नु न त्यहाँ एउटा भित्र एउटा त्यो जस्तो बनाएको छ भित्र चाहिँ मस्त बच्चाहरू बसिरहेको छ त्यस्तो छ एकदमै रमाइलो वातावरण यहाँ पानीको झरना जस्तो पनि छ अलिकति टाढा चाहिँ ल हेर्नु न मस्त पानीको झरना छ बच्चाहरू त्यहाँ पनि छन् 2-3 जना र फुल भनेको यो सबै फुलै हो अहिले चाहिँ अझै 10 दिन लाग्ने जस्तो देखियो यो फुल फुल्नलाई चाहिँ यतातिर सबै पुरै फुलको बोट छ साकुरा नै हो यो सबै चाहिँ र अञ्जली त्यहाँ सोध्दैछ कुन पोजमा चाहिँ म फोटो खिचाउँ भनेर मस्त सोचिरहेको अवस्था छ हेर्नु गाइज हामी चाहिँ अब समुद्र छेउमा आइपुग्यौँ समुद्र त्यहाँबाट एकदमै ठुलो देखिन्छ गाइज हामीले चाहिँ यहाँ मस्त यो समुद्र छेउमा चाहिँ टिकटकहरू भिडियोहरू फोटोहरू दुनियाँ दिवाना खिच्दै मस्त रमाइलो गरिरहेको बेला चाहिँ ट्याक्क एउटा हेर्ने क्या फिसिङ जहाज चाहिँ रहेको अवस्था रहेछ एउटा अगाडि छ एउटा सानो पछाडि पनि छ त्यस्तो खालको छ 2 जना मान्छे बसिरहेको छ एकदमै मजाको 2-3 जना जति मान्छेको छ र फिसिङ पनि गरिरहेको छ है मान्छेहरूले हेर्ने क्या फिसिङ गरिरहेको छ यता पनि फिसिङ पुरै गरिरहेको छ र हामी चाहिँ अब यहाँबाट यता पारिपट्टि जान्छौँ यहाँबाट बाटो ब्लक छ नत्र यताबाट चाहिँ यसरी जाने प्लान थियो तर यहाँ बाटो ब्लक हुँदाखेरि चाहिँ हामी चाहिँ पारीबाट चाहिँ पल्लो साइड जान्छौँ प्याराग्लाइडिङ पनि गरिरहेको अवस्था छ यहाँ चट्ट फेरि त्यही हो अलिकति एकछिन यहाँदेखि यहाँसम्म उड्ने त्यहाँपछि भयो काम तमाम यति हो यहाँ प्याराग्लाइडिङको नाममा खासमा प्याराग्लाइडिङ भनेको त अब माथिको हाइटबाट तल उत्रिँदाखेरि गर्ने हो सायद यो सिकाउनलाई चाहिँ त्यस्तो गरिरहेको हो कि क्या हो र पल्लो साइड चाहिँ ट्याक्क समुद्र एकदमै दामी दृश्य देखिरहेको छ हेर्नु है गाई यहाँ चाहिँ लास्ट खतरनाक खालको रहेछ नि यहाँ चाहिँ त्यो सानो खालको रेसिङ खालको हुन्छ त्यो गाडी भाडामा लिएर मस्त बच्चाहरू फेरि ठुलो मान्छे पनि होइन ए ल यो लटको टाइम सकिएपछि त्यही त्यहाँ राखिदिँदो रहेछ र अर्को लट फेरि आउँछ अनि त्यसपछि तपाईँहरूलाई म देखाउँछु बडो खतरनाक रहेछ यो
हेर्नु बडीमा 10 सालको बच्चाहरू ल एउटा आयो है हेर्नु है त्यस्तो छ पुरै यो पनि 10 सालभन्दा बढीको केटो छैन यो तर पुरै कुदाइरहेको छ एकदमै रफ्तारमा वाउ गाई यहाँ चाहिँ एकदम ठुल्ठुलो ढुङ्गा भएको ठाउँ पनि रहेछ जहाँबाट चाहिँ पल्लो साइडको भ्यू पनि देखिन्छ प्लस मान्छेहरू चाहिँ ट्याक्क यहाँ यसरी है ढुङ्गामा बसेर रमाइलो गर्ने हामी पनि एकछिन यहाँ यसो ढुङ्गामा रमाइलो गर्छौँ ए पछाडु अञ्जली गाइज हामी घुम्दा घुम्दै लास्टबाट चाहिँ पुरै अब सुरुतिर आइपुग्यौँ लगभग 1-1.5 घन्टा भइसक्यो हामी घुमै छौँ र यहाँ ठ्याक्कै एउटा स्ट्रबेरी फार्म पनि रहेछ यहाँ नजिक चाहिँ सेटको क्या दामी दृश्य देखिरहेछ गाइज आज तपाईँहरूलाई मैले ओसाकाको एउटा सानो टापु जहाँ चाहिँ विभिन्न ठाउँहरू मस्त घुमाएँ एकदमै रमाइलो भयो हामी पनि आफू पनि घुम्यौँ र तपाईँहरूलाई पनि मैले मस्त देखाएँ पक्कै पनि भिडियो हेरेर रमाइलो गर्नुभएको होला हस्त गाइज आजको यो ब्लग म यही अन्त्य गर्छु तपाईँहरूलाई ब्लग कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला र फेरि नेक्स्ट ब्लगमा फेरि भेट्ने बाचा गर्दै यो ब्लगलाई म यही अन्त्य गर्छु हस्त बाई बाई